बागमतीको दुर्दशा र श्रम संस्कृतिको शङ्खघोष। पशुपतिनाथको पावन भूमि हिन्दूहरूका लागि त्यति नै पवित्र र आस्थाको केन्द्र हो जति विश्वका अन्य धर्मावलम्बीका लागि भ्याटिकन सिटी, मक्का मदिना वा अमृतसरको गोल्डन टेम्पल। तर विडम्बनाको कुरा, करोडौं भक्तजनको शिर झुक्ने बागमती नदीको त्यो पवित्र किनार आज कुनै असफल राष्ट्रको डम्पिङ साइट जस्तो बन्न पुगेको छ। हामी मन्दिर जाँदा आफू त नुहाएर र सफा लुगा लगाएर जान्छौँ, तर फर्कदा त्यही पवित्र नदीलाई फोहोरको डङ्गुर सुम्पिएर फर्कन्छौँ। हामी हरेक दिन आफ्नो भान्सा, टोयलेट र आँगन त निकै जतनका साथ सफा गर्छौँ, तर सभ्यताको जननी मानिने बागमती सफा गर्न एक दिन पनि समय निकाल्दैनौँ। बुझ्नुपर्ने कुरा के हो भने नदीलाई ढल बनाएर र प्रकृतिलाई प्रदूषित पारेर कुनै पनि मानिसको आत्मा कहिल्यै सफा बन्न सक्दैन। श्रम नगरी देश बन्दैन र श्रमको सम्मान गर्नुपर्छ भन्ने मान्यता राख्नेहरूका लागि बागमती आज एउटा ऐना बनेको छ। विगतका वर्षहरूमा बागमती सफाइका नाममा अरबौं रुपैयाँ खर्च भयो। अनगिन्ती विदेशी सहयोग र सरकारी योजनाहरू आए, तर त्यो विशाल बजेटले वास्तवमा नदी सफा भयो कि कसैको व्यक्तिगत महल बन्यो भन्ने प्रश्न आज हरेक नागरिकको मनमा उब्जिएको छ। बजेट र कागजमा मात्रै नदी सफा गर्ने पुरानो प्रवृत्तिले बागमतीको अवस्था झन जर्जर बनाउँदै लग्यो। यही व्यथिति र निराशाको बीचमा अहिले एउटा नयाँ आशाको किरण देखिएको छ। श्रम संस्कृति पार्टीका अध्यक्ष एवं माननीय सांसद हर्क साम्पाङको नेतृत्वमा सुरु भएको श्रम संस्कृतिले बागमती सफाइलाई एउटा नयाँ दिशा दिने प्रयास गरेको छ। यो केवल एउटा सरसफाई अभियान मात्र होइन, बरु सरकारी ढुकुटी सिद्ध्याउने तर परिणाम नदिने झोले प्रवृत्तिका विरुद्धमा एउटा ठूलो नागरिक विद्रोह हो। हर्क साम्पाङले सिकाउनु भएको यो श्रमको मार्गले स्पष्ट पार्छ कि जबसम्म नागरिक आफै कोदाली र झाडु लिएर मैदानमा उत्रिँदैनन्, तबसम्म कुनै पनि अर्बौंको बजेटले हाम्रो सभ्यता बिउताउन सक्दैन। अब भाषण र बजेटको मुख ताक्ने होइन, हर्क साम्पाङले देखाउनु भएको श्रम संस्कृतिको बाटोबाट मात्रै बागमतीको पुनर्जीवन र देशको समृद्धि सम्भव छ।